हेलो, के छ सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै छु। म र मेरा साथीभाइहरू मिलेर नाइट आउट जानको लागि केही दिन अगाडिबाट हामीले प्लान गरिरहेका थियौँ र फाइनली आज जाने भयौँ र हामी चाहिँ हाम्रो घरमा जम्मा भई तल डाँडामा आइसक्यौँ। हाम्रो घरदेखि 2-3 मिनट मात्रै लाग्ने भएकाले हामी सबैजना मिलेर दाउरा साउरा खोजेर आगो बाल्न सुरु गऱ्यौँ। अनि हामी सबै मिलेर कुखुरा काटेर यताउति काम गर्न सुरु गऱ्यौँ। अनि काम यस्तै चलिरहेछ। केही साथीहरूले काम गर्दैछ भने केही साथीहरूले मस्तले उभिएर गफ गरिरहेछौँ। हामी यस्तै गरी रमाइलो गर्दैछौँ। मासु काट्नको लागि अचानक नभएकाले हामी उभिएर नै हातमा समातेर मासु काट्दै रमाइलो गर्दैछौँ। साथी चाहिँ पानी सकिएकाले पानी लिन जाँदैछ। अनि हामी चाहिँ यसरी नै गफ गरेर गीत सुनेर रमाइलो गर्दैछौँ। अनि हामीलाई चाहिँ अलिक धेरै कोइला चाहिने भएकाले हामीले चाहिँ अलिक ठुल्ठुलो दाउराहरू हालेर मजाले आगो बाल्दैछौँ र जाडो पनि छ, त्यही भएर। अनि हाम्रो यता दुईटा साथीहरूले चाहिँ उभिएर नै मासु काटेर सकिन लागेछ। अनि तपाईँहरूले देख्न सक्नुहुन्छ पारी गाउँको डाँडाहरू मजाले देख्न सकिन्छ। अनि हामीले चाहिँ घरबाटै मसलाहरू पिसेर सबै मसलाहरू पिसेर लिएर आएका थियौँ र अहिले चाहिँ मजाले मिक्स गरिरहेछ। यहाँ देख्न सक्नुहुन्छ हजुरहरू। यतातिर चाहिँ देख्न सक्नुहुन्छ हजुरहरू, हाम्रो सरले यहाँ सेको गराउनको लागि कोइलाहरू यतातिर सार्दैछ। मासु पनि यहाँ हालिसकेछ। त्यो टाउको हो क्या। ल है, ल मासु पनि रेडी भएछ मिक्स गरेर। अब चाहिँ तर्क लगाएर माथि हाल्ने हो कोइलामाथि। त्यसपछि मजाले र हजुरहरू देख्न सक्नुहुन्छ हाम्रो सिक्यो मासु मजाले पाकिरहेछ। कस्तो दामी देख्छ। र यतातिर चाहिँ हाम्रो सरले त्यो मासु निकाल्नको लागि चिम्टा बनाइरहेछ। अनि यहाँ
चाहिँ त्यो यिनीहरू चाहिँ त्यो बस्नको लागि त्यो घाँस काटेर ल्याउँदैछ असं फराय जात नखाल भन्छ Sini masih ada sama kan? Ya ada sama kan kan jangan sama kan yang. Lagi hilang. Jadi dia cepat. Sebenarnya मेरा isi kecil tangsi si origi. अनि यो चाहिँ हाम्रो मासु पाकिसकेको मासु राख्नको लागि व्यवस्था भइरहेछ भाडाको Double line ke? Jak ralak ke? अनि यतातिर चाहिँ हामी बस्नको लागि व्यवस्था भइरहेछ मजाले झाडुमा हल्का लगाएर है केही मासुहरू चाहिँ पाकिसकेछ अब हामी चाहिँ मजाले बसेर खाने पिउने गफ गर्ने अनि पाकिरहेछ अझै बाँकी छ र हामी यतातिर सुरु गरिसकेछौँ है टक्क लगाएर है मजाले जाडोमा बसेर गफ गर्दै यताउति अझै यहाँ मासु पनि पाकिरहेछ बाँकी छ मासु पनि पाकेको छ यतातिर सबैमा बसेर गफ गर्दै यहाँ मजाले गफ निस्किरहेछ है बल्ल त गफ निस्किरहेछ अब यो चाहिँ लास्ट
ल त आजको लागि चाहिँ ल सायद यति नै होला भिडियो। अब चाहिँ एकछिन मजाले रमाइलो गर्ने हो। मस्त रमाइलो भयो आज, सोचेको भन्दा पनि अति नै दामी भयो रमाइलो। मजाले खाइयो गाइयो नाचियो। अब चाहिँ अझै एकछिन नाचिन्छ होला, त्यसपछि